नेपाली कांग्रेसका पूर्व महामन्त्री समेत रहेका सांसद डाक्टर शशाङ्क कोइराला आफ्नो पक्षमा शक्ति जुटाउन पुराना नेताहरूको मन जित्ने रणनीतिमा लागेका छन्। पार्टीको आगामी 15औं महाधिवेशनमा पार्टी सभापतिको प्रतिस्पर्धामा रहेका कोइराला पुनः नेताहरूको सहयोग जुटाउने रणनीतिमा लागेका हुन्। सोही प्रयोजनका लागि नेता कोइरालाले बिहीबार महाराजगञ्ज स्थित आफ्नै निवासमा प्रभावशाली 7 नेताहरूको बैठक राखेका छन्। बैठकमा पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजय कुमार गच्छादार, डाक्टर प्रकाश शरण महत र गोपालमान श्रेष्ठ सहभागी थिए। लोकतन्त्र दिवसको अवसरमा बिहीबार बिहान चियापान कार्यक्रम आयोजना गरेका नेता कोइराला सभापति शेरबहादुर देउबाका उत्तराधिकारी बन्न चाहन्छन्, तर संस्थापन पक्षबाट पार्टी सभापतिका लागि आधा दर्जन नेताहरू दौडमा छन्। आकांक्षीको लामो लाइनलाई छिचोल्दै संस्थापन पक्षको एकल उम्मेद्वार बन्ने रणनीति अनुसार नेता कोइरालाले पूर्व उपसभापतिहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिसँगको भेटघाट र संवादलाई यसअघिदेखि नै निरन्तरता दिँदै आएका छन्। पार्टीका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधिका पुत्रतय डाक्टर शशाङ्क कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिबीच बेला बखत हुँदै आएको संवादले 3 नेताबीचको सहकार्य महाधिवेशनसम्म एक ठाउँ रहने सन्देश दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। 15औं महाधिवेशनका लागि नेतृत्वलाई दबाव बढाउन नेपाली कांग्रेसका 7 नेताहरूको बैठक बसेको नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले जानकारी दिए। पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालाको महाराजगञ्ज स्थित निवासमा पुराना नेताहरूको बैठक बसेको उनले जानकारी दिएका हुन्। उनले बैठकमा पार्टीको समसामयिक विषय र आगामी पार्टीको रणनीतिबारे महाधिवेशनका सन्दर्भमा छलफल गरिएको जानकारी दिए। यसअघि पनि प्रभावशाली र सिनियर नेताहरूको आलो पालो बैठक बस्दै आएको उनले बताएका छन्, तर आगामी पार्टी नेतृत्वका लागि देउबाले कसलाई आफ्नो उत्तराधिकारी बनाउने भन्ने सोचिसकेका छैनन्। देउबाको उत्तराधिकारी बन्ने दौडमा लागेका पूर्व महामन्त्री कृष्ण सिटौलादेखि प्रकाशमान सिंह र निधि समेत छन्। यता पूर्व उपसभापति गोपालमान श्रेष्ठले आगामी सभापतिका लागि आफू पहिलो हकदार भएको दावी गर्दै आएका छन्। वर्तमान उपसभापति पूर्णबहादुर खड्का पनि सभापति बन्ने लाइनमा छन्। देउबाले केही समय अघि यी सबै नेताहरूलाई बोलाएर छलफल गरे पनि नेतृत्वमा कसलाई अघि सार्ने भनेर मुख नखोलेका नेताहरूले बताएका छन्। संस्थापन पक्षमा आगामी नेतृत्वका लागि नेताहरूबीचको सर्वसम्मत बन्ने भन्ने लडाईँ चलिरहँदा संस्थापन इतर पक्षका नेता डाक्टर शेखर कोइराला प्रमुख दावेदार बनेर उभिएका छन्। त्यस्तै महामन्त्री गगन थापा पनि 15औं महाधिवेशनमा सभापतिको दावी गर्दै आफ्नो पक्षमा माहौल बनाउन देशव्यापी अभियानमा छन्। कांग्रेसको महाधिवेशनको टुङ्गो नलागे पनि नेताहरूलाई महाधिवेशन लागिसकेको छ। सोही अवसरलाई उपयोग गर्दै नेता शशाङ्कले आफ्नो माहौल बनाउने योजना सहित गतिविधिहरू गर्दै आएका कोइराला निकटकी कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाले बताइन्। गत 14औं महाधिवेशनमा 3तिर अनुहार फर्काएका कोइराला परिवारका 3 नेताहरू अहिले पनि एक ठाउँ हुन सकेका छैनन्। करिब 2 वर्ष पहिलेदेखि सभापतिको तयारीमा रहेका अर्का नेता शेखर कोइरालाको अपेक्षा शशाङ्कलाई समेत आफ्नो टिममा मिलाउन सकिनेछ। त्यसका लागि सुचेता कोइरालाले पटक पटक शशाङ्क पनि शेखरलाई नै सभापति बनाउने कुरामा सहमत हुँदै आएको बताएकी छन्। नेता शशाङ्कले अन्य नेताहरूसँग संवाद गरे पनि कोइराला परिवारका नेताहरूले शेखर र सुजतालाई मिलाउने प्रयास गरेको देखिएको छैन। विधानतः सभापति शेरबहादुर देउबाले अब 15औं महाधिवेशनमा सभापतिको दावेदार गर्न मिल्दैन। त्यसैले देउबालाई सहयोग गर्दै आएका नेताहरूले आफूहरूमध्येबाटै नेतृत्व गरेर जाने गरी परिस्थिति बनाउन सभापति देउबालाई दबाब दिने रणनीतिमा जुटेका हुन्। यसअघि सिंह, निधि र शशाङ्कले मात्र आलो पालो भेटघाट गर्दै आएकामा पछिल्लो समय सिटौला, गच्छादार, श्रेष्ठ र प्रकाश शरण महतले समेत देउबालाई दबाब बढाउन लागेका नेताहरूको दावी छ। यद्यपि उनीहरूबीच एकले अर्कोलाई स्वीकार गर्ने अवस्था अझै बनेको छैन। देउबाले शशाङ्कलाई नेतृत्वका लागि अघि सार्न सकिने संकेत गरे पनि टिम बचाउने कुरामा कोइराला भन्दा सिटौला बलियो हुन सक्ने भन्दै सोही पक्षका एक थरी नेताहरूले दबाब दिँदै आएका छन्। वर्तमान उपसभापति पूर्णबहादुर खड्का आफ्नै पक्षमा माहौल बनाउने योजनामा छन् भने गोपालमान, प्रकाशमान र विमलेन्द्र समेत दौडमा देखिने गरी लागेका छन्। पार्टीको नियमित हुनुपर्ने महाधिवेशन 2082 मङ्सिरभित्र गरिसक्नुपर्छ, तर सभापति देउबाले पार्टीको विधान र मुलुकको संविधानले दिएको सहुलियतलाई उपयोग गर्दै 2 वर्षसम्म समय बनाउने रणनीतिमा छन्।